साथीहरू आज म मेलम्ची जाँदैछु। अहिले म सापु आइपुगेको छु। यहाँबाट लगभग कति किलोमिटर 1 किलोमिटरमा म लक्ष्य पुग्छु होला। त्यहाँबाट जसिङ पौवा हुँदै म मेलम्ची जान्छु बिस्तारै। बाटोमा के कस्तो हुन्छ म भिडियोहरूमा मार्फत देखाउँदैछु, यसो हेर्नु इन्जोय। हेलो, बाटो त 1 नम्बरको छ साथीहरू। बाटो एकदमै राम्रो छ। यहाँसम्म यो लक्ष्यको उकालो भयो, एकदमै राम्रो छ बाटो। बाटो चाहिँ 1 नम्बरकै छ है साथी। सुपर फाइन 1 नम्बरको बाटो छ। यतापट्टि यतातिरको मान्छेको लाइफ एकदमै सिम्पल छ। केही टेन्सन छैन, आनन्दले अलिअलि काम गरेर बस, खाऊ, बस, त्यति हो। गर्नु परेको छ, केही गर्नु परेको छ, आनन्दले छ। अहिले चाहिँ म यो जसिङ पौवाको तलतिर आइपुगेको छु। बाटो यस्तो छ, खराबी छ। यता आइसकिसकेपछि चाहिँ गाउँको स्मेल ठ्याक्कै आइपुग्छ। एकदमै गाउँको स्मेल। ओह्रालो भएको भएर मैले बाइक न्युट्रलमा राखिरहेको छु। म चाहिँ यता सर्टकटबाट आइपुगेँ बाटो। यता यो ठ्याक्कै म अहिले सिन्धुपाल्चोक जिल्ला प्रवेश गरिसकेँ। यताबाट चाहिँ बाटो लगभग यस्तै छ भनेर सुन्नमा आयो। अहिले त्यहाँ एउटा डोजरको ड्राइभरलाई सोधेको, बाटो लगभग सबै यस्तै छ। यहाँबाट गयो भने चाहिँ 3 किलोमिटर चाहिँ अलिकति उताबाट घुमेर गयो भने चाहिँ बाटो 4 किलोमिटर छ। तर उता चाहिँ पिच बाटो थियो। अस्ति 1 महिना अगाडि धेरै बेला आयो कि, तर यो बाटो पनि ठिकै छ। ठिकै छ। सर्टकट बाटो भन्नु अब आउने वर्ष यो के हुन्छ होला सायद।